Hello guys, welcome to Sandeep Mini Vlog. हामी सबै सन्चै छौँ, आरामै छौँ भन्न चाहन्छु। तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ होला भन्ने हामी आशा र पूर्ण आशा राख्दैछु। युट्युबको ओनर मालिक उहाँ हुनुहुन्छ। उहाँ चाहिँ साइट 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 म्यानेजर, उहाँ चाहिँ प्रोजेक्ट म्यानेजर, इन्जिनियर उहाँ हुनुहुन्छ होइन, नक्सा गर्नेवाला युट्युबका। आज हामी के भन्न गइरहेको छौँ भने रमाइलो पनि दुःख पनि लाग्छ होइन। आज सोनापुरमा हामी धेरै त्यसो आज होइन के छ भन्दाखेरि अहिले हामी भन्दाखेरि धेरै खुसी जस्तो लाग्छ होला, रमाइलो गरिरहेको छ जस्तो लाग्छ होला होइन। अनि देख्दाखेरि पनि त्यस्तै लाग्छ होला, केटाहरूले यस्तो खाइरहेछ भनेपछि अब देख्दाखेरि पनि त्यस्तै लाग्छ होला, तर हामी त्यस्तो छैन। हामी त्यो पनि चाहिँ अलिकति त्यो दुःख कष्ट गरेर स्ट्रङ गराउन लागि हामीले गरेको हो यो होइन। के भन्दाखेरि अब सोनापुरमा यत्रो त्यो गरिसक्यो, धमाका पनि हानिसक्यो हो, माथि नै त्यो गऱ्यो होइन। अब केटाहरू के भन्छ, केटाहरू अब केटाहरूको मन पनि सानो भइरहेछ होइन। त्यत्रो गर्दाखेरि अब जिन्दगी सुरुचोटि देखिरहेछ होइन। त्यस्तो त सबभन्दा उयो सुरुचोटि देखिरहेछ, सब हामीले सबले सुरुचोटि देखिरहेछ। अब त्यत्रो नजिकैमा त्यत्रो धमाका दिँदाखेरि त सबलाई डर लागिहाल्छ। आयो तपाईँहरूलाई पनि डर लागिरहेको छ होला होइन। अनि हामीलाई पनि डर लागिरहेछ। अनि त्यो अब जिन्दगीमा देखिया छैन, जन्मदेखि नदेखे यहाँदेखि देख्यो होइन। आयो तपाईँहरू आफ्नो ठाउँमा सुरक्षा रहनु होला, हामी पनि सुरक्षामा रहन्छ भन्दाखेरि त्यो सुरक्षामा रहन्छु भन्दाखेरि त्यो रुमभित्रै नबस्नु होला, कहिले बाहिर बाहिर पनि जानु होला, बाहिरतिर गएर यसो खाली ठाउँमा बस्नु होला होइन। हाम्रो ओनर उहाँ हो, ओनरले बत्तल उठाउनुहुन्छ, गर्ने गर्ने के हो के हो। सुरक्षित रहनु होला। यदि दुबईमा हुनुहुन्छ भने चाहिँ जहाँ भए पनि एकजना नेपाली दाजुको त मृत्यु भइसकेको छ, तपाईँहरू सुरक्षित रहनु होला। बाँकी रमाइलो यस भन्ने कुरा चाहिँ गर्नुपर्छ ल। त्यति भन्दै म आधा कुरा थप्न चाहन्छु, तपाईँले सुन्दै गर्नु होला ल। हेलो गाइस, नमस्कार। मेरो नाम चाहिँ सन्दीप धिमाल होइन। आई एम फ्रम नेपाल बट आई लिभिङ दुबई, सोनापुर, मुसाइना क्याम्प, रुम नम्बर कति F010, रुम नम्बर F010 हेर्नुहोस् होइन। मेरो युट्युबमा होइन तकरिबन 460 सब्सक्राइबर छन्, तर पनि म को हुँ कसैलाई चिन्दैन फेरि होइन। अब 460 समथिङको उयसमा छ क्या, तल माथिको बिचमा छ नि। तर मलाई चिन्ने भनेको लगभग 20-25 मान्छेहरूले चिन्छन् मलाई होइन। ऊ चाहिँ लाटो है, ऊ गाई चाहिँ ऊ लाटो। ऊ चाहिँ फेरि लाटो न बाठो जस्तो होइन। यता सुन्नु उसको कुरा के भन्छ अब होइन। म त खाना व्यस्त छु। ल अब उसको कुरा सुनौँ है गाइज। मैले भन्न खोजेको त्यही हो गाइज होइन। मेरो 460 जना मलाई कसैले चिन्दैन, 20-25 जना चिन्छन्। त्यही भएर जुन तपाईँहरूले होइन यस्तो यो भिडियो हेर्दाखेरि होइन मजाले मेरो मैले चाहिँ के बनाउँछु भने मेरो फेस भ्यालु बनाउन खोजेको छु होइन। जस्तै मैले आजको भिडियो हालेँ, तर भोलिको दिनमा अर्को भिडियो हाल्दाखेरि तपाईँले मलाई चिन्नुहोस् क्या। तपाईँहरूले जस्ट क्लिक गर्नुहुन्छ, तर मलाई चिन्नु हुँदैन क्या। मेरो क्लिक गरेपछि ठिक छ, मेरो फुल भिडियो वाच नगर्नुहोस्, तर फुल भिडियो वाच नगर्नुहोस्, तर 30 सेकेन्ड या 1 मिनट त हेर्नुहोस् न। मेरो फेस भ्यालु बढाइदिनुहोस् त, त्यही भन्न चाहन्छु होइन गाइज होइन। सबैलाई यस्तै छ होइन। अब यो होइन मेरो हाम्रो यहाँ रबिन, यहाँ आशिष, यहाँ हाम्रो यहाँ जीवन दाई हुनुहुन्छ। तिमी घुमाऊ क्यामेरा, म एडिट गरेर हाल्नु। म क्यामेराम्यान।
क्यामेराम्यान भूपेन्द्र विश्वकर्मा आयो, तपाईँले चिन्नु भएको छैन होला, तपाईँले बिस्तारै चिन्दै गर्नुहुन्छ। फलो गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, बिस्तारै चिन्जो गर्नुहोस्। तपाईँहरूले भिडियो हेर्न छुटाउनुहोस्। आदि त्यो कटाउनु मिल्छ नि त, आदि हेर्न मिल्छ, पुरा पुरा फुल नहेर्नुहोस्, आदि हेर्नुहोस्, तर भिडियो नछुटाउनुहोस् हेर्न। तपाईँलाई भन्न चाहन्छु यति। तपाईँलाई अब लास्ट हाम्रो युट्युब ओनरलाई थोरै मिठो कुरा गर्न चाहे मैले तपाईँहरूसँग होइन, जे जस्तो भयो भने होइन। हाम्रो अब यो युट्युब च्यानल मैले खोलेको धेरै भइसक्यो, तर मैले यहाँ दुबई आएर फेरि रिस्टार्ट गरिसकेको छु होइन। जे जस्तो भयो नि हाम्रो क्यामेराम्यान भूपेन्द्र विक भने तपाईँलाई थाहा पाइसक्नुभयो। अब उसको पनि युट्युब च्यानल छ, उसलाई पनि सपोर्ट गरिदिनु पऱ्यो। जस्तै मेरो 460जना सब्सक्राइबर छ नि, ऊ चाहिँ भर्खर नयाँ स्टार्टिङ हो। ल मेरो त 2 वर्ष भयो होला नेपालमा पनि, मैले 1 वर्षसम्म मिहिनेत गरेँ होइन। जस्तो जति सपोर्ट मिल्यो मलाई खुसी लागेको छ होइन। जति 1 वर्षमा 400 समथिङ सब्सक्राइबर बढ्नु भनेको धेरै राम्रो कुरो हो होइन। कतिले कति मिहिनेत गरिरहेछ र पनि बढेको छैन, तर तपाईँहरूले मलाई सपोर्ट गर्नुभयो, त्यो धेरै राम्रो कुरो हो। अनि जस्तै म भूपेन्द्रको युट्युब च्यानल पनि मैले यहाँ डिस्क्रिप्सनमा दिन्छु, म तपाईँहरूले सबैले गएर सपोर्ट गरिदिनु पऱ्यो होइन। जे जस्तो भयो नि होइन। अब यति भन्न चाहन्छु म, जुन मेरो 460जना सब्सक्राइबर छ नि, त्यो सबै नेपालमा छन् भन्ने कुरा छैन। हुन सबै नेपाली हुन् होइन। मेरो भिडियो मैले एनालिटिक्स के भन्छ नि होइन, हो त्यसबाट चाहिँ मैले चेक गर्छु, सबै नेपाली छन् होइन। तर सबै दाजु अब यो हेर्नुहोस्, यहाँ अलार्ट बजाइसक्यो दाजु, अब यो गाह्रो भयो। अब मेरो साथी गाइज यहाँ भइसक्यो दुबईमा।